नमस्कार, स्वागत छ टीएससी एक्जाम गाइड युट्युब च्यानलमा। आजको भिडियोमा अन्तर्राष्ट्रिय समसामयिक प्रश्न उत्तर र थप जानकारीहरू समेत प्रस्तुत गरिएका छन्। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। सुरु गरौँ आजको पहिलो प्रश्नबाट। प्रश्न नम्बर 1, 6औं बिमस्टेक सम्मेलन कहाँ सम्पन्न भएको छ? यसको सही उत्तर रहेको छ थाइल्यान्डको ब्याङ्ककमा। प्रश्न नम्बर 2, 6औं बिमस्टेक सम्मेलन कहिलेसम्म चल्यो? यसको सही उत्तर रहेको छ सन् 2025 अप्रिल 2 देखि 4 सम्म। प्रश्न नम्बर 3, 6औं बिमस्टेक सम्मेलनको नारा के हो? यसको सही उत्तर रहेको छ समृद्ध, लचिलो र खुला बिमस्टेक। प्रश्न नम्बर 4, 6औं बिमस्टेक सम्मेलनमा नेपालबाट को सहभागी भएको थियो? यसको सही उत्तर रहेको छ प्रधानमन्त्री केपी शर्मा ओली। यसैसँग सम्बन्धित केही थप जानकारीहरू। स्थापना 1997 जुन 6। सदस्य राष्ट्र बङ्गलादेश, भुटान, भारत, म्यानमार, नेपाल, श्रीलङ्का र थाइल्यान्ड। प्रधान कार्यालय बङ्गलादेश, ढाका। हालका महासचिव श्री इन्द्रमणि पाण्डे, भारत। त्यसैगरी प्रश्न नम्बर 5 मा रहेको छ पिटर्सबर्ग जलवायु संवाद 2025 कहिलेसम्म चल्यो? यसको सही उत्तर रहेको छ सन् 2025 मार्च 25 देखि 26 सम्म। प्रश्न नम्बर 6, पिटर्सबर्ग जलवायु संवाद 2025 कहाँ सम्पन्न भयो? यसको सही उत्तर रहेको छ जर्मनीको राजधानी बर्लिनमा। प्रश्न नम्बर 7, पिटर्सबर्ग जलवायु संवादमा नेपालबाट को सहभागी भएको थियो? यसको सही उत्तर रहेको छ एन बहादुर शाही ठकुरी। प्रश्न नम्बर 8, म्यानमारमा शक्तिशाली भूकम्प कहिले गएको हो? यसको सही उत्तर रहेको छ सन् 2025 मार्च 28 विक्रम सम्वतमा भन्नुपर्दा विक्रम सम्वत 2081 चैत 15 गते। प्रश्न नम्बर 9, म्यानमारमा गएको भूकम्पको तीव्रता कति थियो? यसको सही उत्तर रहेको छ 7.7 रेक्टर स्केल। यसैसँग सम्बन्धित केही थप जानकारीहरू। भूकम्पको केन्द्रबिन्दु म्यानमारको साङ्गिङ सहरको उत्तर पश्चिमको मन्डा क्षेत्र। प्रभावित देश म्यानमार र थाइल्यान्ड। उक्त भूकम्प गएको केही मिनेटमा सोही क्षेत्रमा 6.4 म्याग्निट्युडको अर्को भूकम्प गएको थियो। भूकम्पमा परि ज्यान गुमाउनेको सङ्ख्या 1644 पुगेको थियो। त्यसैगरी प्रश्न नम्बर 10 मा रहेको छ गुटेरेसले UN18 इनिटिएटिभ योजना कहिले अघि सारे? यसको सही उत्तर रहेको छ 12 मार्च 2025 मा। यसैसँग सम्बन्धित केही थप जानकारीहरू। कसले सारेको? एन्टोनियो गुटेरेस, संयुक्त राष्ट्र सङ्घका महासचिवले। किन सारियो? संयुक्त राष्ट्र सङ्घको दक्षता र लागत प्रभावकारिता बढाउने, सञ्चालनलाई सुव्यवस्थित गर्ने, जनादेशहरूको समीक्षा गर्ने र संरचनात्मक परिवर्तनहरू र कार्यक्रम पुनर्संरचनाको रणनीति समीक्षा गर्न। प्रश्न नम्बर 11, मार्क जोसेफ कार्नी क्यानाडाको नयाँ प्रधानमन्त्री कहिले बने? यसको सही उत्तर रहेको छ 9 मार्च 2025 मा। प्रश्न नम्बर 12, अमेरिकामा विमान र हेलिकप्टर दुर्घटना कहिले भएको हो? यसको सही उत्तर रहेको छ सन् 2025 जनवरी 30 मा। यसैसँग सम्बन्धित केही थप जानकारीहरू। दुर्घटना स्थल वाशिङटन DC स्थित रोनाल्ड रेगन विमानस्थल। अमेरिकन एयरलाइन्सको विमान हेलिकप्टरसँग ठोकिएपछि पोटोम्याक नदीमा खसेको। चालक दलका 4 र 60 जना यात्रु बोकेर कन्सस राज्यको बीचबाट उडेको विमान धावन मार्ग 33 मा अवतरणका लागि जाँदै गर्दा हेलिकप्टरसँग ठोकिएर दुर्घटना भएको। दुर्घटनामा विमान र हेलिकप्टर दुवैमा सवार सबैजनाको मृत्यु भएको। त्यसैगरी प्रश्न नम्बर 13 मा रहेको छ मिसेस वर्ल्ड 2025 को विजेता महिला को हुन्? यसको सही उत्तर रहेको छ तेसेगो गेलाई, दक्षिण अफ्रिका। यसैसँग सम्बन्धित केही थप जानकारीहरू। कहिले भयो? सन् 2025 फेब्रुअरी 12 मा। उनी मिसेस वर्ल्ड जित्ने पहिलो अश्वेत महिला बनेकी। मिसेस वर्ल्ड वैवाहित महिलाहरूको सौन्दर्य प्रतियोगिता हो। सन् 2024 मा डोमिनिकन रिपब्लिककी भिक्टोरिया हर्सकोभाले उक्त प्रतियोगिता जितेकी थिइन्। त्यसैगरी प्रश्न नम्बर 13 मा रहेको छ अर्जेन्टिनाले WHO बाट बाहिरिने घोषणा कहिले गर्यो? यसको सही उत्तर रहेको छ 2025 फेब्रुअरी 5 मा। यसैसँग सम्बन्धित केही थप जानकारीहरू। बाहिरिने कारणहरू। राष्ट्रपति जेभियर माइलीको प्रशासनले स्वास्थ्य समस्याहरू विशेष गरी
कोभिड-19 महामारीको व्यवस्थापनमा WHO सँग गहिरो मतभेद रहेको उल्लेख गरेको छ। अर्जेन्टिनाको 80 लाख डलरको योगदान धेरै सानो छ र यसले WHO लाई आर्थिक रूपमा असर गर्ने सम्भावना कम छ। अर्जेन्टिनाको नेतृत्वलाई अन्य राष्ट्रले पछ्याउने सम्भावनामाथि चिन्ता व्यक्त गरिएको छ, जसले गर्दा WHO को विश्वसनीयतामा असर पर्नेछ। त्यसैगरी प्रश्न नम्बर 14 मा रहेको छ, पेरिस सम्झौताबाट अमेरिकाले कहिले बाहिरिने घोषणा गर्यो? यसको सही उत्तर रहेको छ सन् 2025 जनवरी 20 मा। यसैसँग सम्बन्धित केही थप जानकारीहरू। राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेश जारी गर्दै यस्तो निर्णय गरेका हुन्। 195 मुलुकले हस्ताक्षर गरेको पेरिस सम्झौता विश्वव्यापी तापक्रम वृद्धिलाई सीमित पार्ने महत्त्वपूर्ण सम्झौता हो। सम्झौतामा विश्वव्यापी तापक्रम वृद्धि सकभर 1.5 डिग्री भन्दा तल राख्ने उल्लेख गरिएको छ। 22 अप्रिल 2016 मा पेरिस सम्झौतामा हस्ताक्षर गरिएको थियो। त्यसैगरी प्रश्न नम्बर 15 मा रहेको छ, गल्फ अफ मेक्सिकोको नाम कहिले फेरियो? यसको सही उत्तर रहेको छ सन् 2025 जनवरी 20 मा। नयाँ नाम गल्फ अफ अमेरिका राखियो। यसैसँग सम्बन्धित केही थप जानकारीहरू। राष्ट्रपति डोनाल्ड ट्रम्पले गल्फ अफ मेक्सिकोको नाम परिवर्तन गर्दै फेब्रुअरी 9 लाई गल्फ अफ अमेरिका दिवसको रूपमा मनाइने निर्णय गरेका हुन्। त्यसैगरी प्रश्न नम्बर 16 मा रहेको छ, इजरायल र हमास बीच युद्ध विराम सहमति कहिले भयो? यसको सही उत्तर रहेको छ सन् 2025 जनवरी 15 मा। यसैसँग सम्बन्धित केही थप जानकारीहरू। युद्ध विराम लागू भएको 2025 जनवरी 19। हमासले सन् 2023 अक्टोबर 7 मा इजरायलमाथि आक्रमण गरेपछि इजरायल र हमास बीच युद्ध सुरु भएको थियो। त्यसैगरी प्रश्न नम्बर 17 मा रहेको छ, डोनाल्ड ट्रम्पले क्रिप्टोकरेन्सी सार्वजनिक कहिले गरे? यसको सही उत्तर रहेको छ सन् 2025 जनवरी 17 मा। यसैसँग सम्बन्धित केही थप जानकारीहरू। क्रिप्टोकरेन्सीको नाम डलर ट्रम्प। डलर ट्रम्प एउटा मिम कोइन रहेको छ। त्यस्तै उनकी पत्नी मेलेनिया ट्रम्पले पनि क्रिप्टोकरेन्सी घोषणा गरेकी छन्। उनले आफ्नो क्रिप्टोकरेन्सीको नाम डलर मेलेनिया राखेकी छन्। त्यसैगरी प्रश्न नम्बर 18 मा रहेको छ, डोनाल्ड ट्रम्प अमेरिकाका 47औं राष्ट्रपतिको रूपमा शपथ ग्रहण कहिले गरे? यसको सही उत्तर रहेको छ सन् 2025 जनवरी 20 मा। यसैसँग सम्बन्धित केही थप जानकारीहरू। ट्रम्पसँगै जेडी भान्सले अमेरिकाको 50औं उपराष्ट्रपतिको शपथ लिएका छन्। त्यसैगरी प्रश्न नम्बर 19 मा रहेको छ, अमेरिकाको क्यालिफोर्नियामा भीषण आगलागी कहिले भएको थियो? यसको सही उत्तर रहेको छ सन् 2025 जनवरी 7 मा। यसैसँग सम्बन्धित केही थप जानकारीहरू। सान्ता आना नामको हावाको कारण आगलागी झन भीषण भएको। डढेलोका कारण कम्तीमा 16 जनाको ज्यान गएको। डढेलोले 60 वर्ग माइल भन्दा बढी क्षेत्रफल जलेको र हजारौं मानिसहरू विस्थापित भएको। हालको डढेलो क्यालिफोर्नियाको इतिहासको सबैभन्दा ठूलो मध्येको एक डढेलो भनिएको। त्यसैगरी प्रश्न नम्बर 20 मा रहेको छ, भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधन कहिले भएको हो? यसको सही उत्तर रहेको छ सन् 2024 डिसेम्बर 26 विक्रम सम्वत 2081 पुस 11 गते। यसैसँग सम्बन्धित केही थप जानकारीहरू। जन्ममिति 1932 सेप्टेम्बर 26। मनमोहन सिंहले सन् 2004 देखि 2014 सम्म 2 कार्यकाल भारतको प्रधानमन्त्री भएको। मनमोहन सिंह प्रधानमन्त्री भएकै बेला नेपालका प्रमुख दल र तत्कालीन विद्रोही माओवादी बीच नयाँ दिल्लीमा 12 बुँदे सम्झौता भएको। त्यसैगरी प्रश्न नम्बर 21 मा रहेको छ, चिललाई कहिले अमेरिकाको राष्ट्रिय पक्षी आधिकारिक रूपमा घोषणा गरियो? यसको सही उत्तर रहेको छ सन् 2024 डिसेम्बर 24 मा। यसैसँग सम्बन्धित केही थप जानकारीहरू। यो चिलले शक्ति, साहस, स्वतन्त्रता र अमरताको प्रतिनिधित्व गर्दछ। यसलाई 1782 देखि नै प्रतीकको रूपमा प्रयोग गरे पनि आधिकारिक घोषणा गरिएको थिएन। बेन्जामिन फ्र्याङ्कलिनले खराब नैतिक चरित्रको पक्षी भन्दै यसको विरोध गर्ने गएका थिए। सन् 2024 डिसेम्बर 24 देखि अब आधिकारिक रूपमा चिल अमेरिकाको राष्ट्रिय पक्षी घोषित भएको छ। यस्तै खालको अन्य भिडियोहरू पनि हेर्न चाहनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी हामीसँग जोडिनुहोला। भिडियोलाई अन्तिमसम्म हेर्नु भएकोमा धन्यवाद।